हेलो साथीहरु, ल हेर दिउँसो पनि चौँथीको मासु खाइयो हैन। अब रक्सीसँग पनि चौँथीको मासु किन भन्दाखेरि चाहिँ दिउँसो चाहिँ साथीले लिएर आएको थियो कि चौँथीको मासु। हेर्नुस् मजाले बोसो भएको कि मलाई मनपर्ने यस्तै हो। ल्याएको थियो अनि उसलाई चाहिँ बस रम पिलाइदिएको। यति चाहिँ भरिएको थियो, पुरै यति चाहिँ पिलाइदिएको रन तनाइँदै गयो। के गर्दा नि यस्तै हो। म थाहा आएपछि यस्तै खान पाइयो के रे, पिउन पर्यो, के गर्ने। यस्तो नपिए त फेरि कामै छैन नि। यसरी चाहिँ हाल्यो मजाले। अब चौँथीको मासुसँग रक्सी, ल यही हो, मजा आयो नि। अब यही हो क्या जिन्दगी। अब चाहिँ टेन्सन लिऊँ भने कसरी टेन्सन लिने, अब त्यही हो जिन्दगी। मासु र हड्डी भएको यो चौँथीको। मिठो भयो, थोडा नुन कम भएको रहेछ। त्यो नुन हालेँ फेरि अहिले ठिक्क भयो। सायद तपाईँहरूको त अब मुखमा पानी आयो होला देख्ने साथै, क्या राम्रो कति मिठो होला भन्दै होइन। यस्तै छ, मुख मात्रै चाहिँ हल्लाएर बस्नु तपाईँहरू। म खाँदै गर्छु ल त है।